हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। अनि म पनि यहाँ सन्चै छु। अब अहिले चाहिँ म स्कुल गएर आइसकेँ अनि खानापिना मैले खाइसकेँ। गाइस, मेरो भाइ चाहिँ गाउँ गइसक्यो अनि हजुरआमा आउनुभएको थियो ल्याउन चाहिँ, अनि त्यो चाहिँ गइसकेको छ। त्यसको चाहिँ इक्जाम सकियो। त्यही अब मेरो पनि इक्जाम छ 22 गतेदेखि, अनि आज चाहिँ 18 गते। अब 3-4 दिनमा इक्जाम छ। त्यही अब 12 को, अनि हामी प्री बोर्ड इक्जाम हो। यो पछाडि हुन्छ फाइनल इक्जाम चाहिँ 14 गतेदेखि छ। अब धेरै दिन पनि छैन। म चाहिँ घरै छु, अहिले त्यही बसेको छु है त। गाइस, अहिले चाहिँ अब मेरो एक्सर्साइज गर्ने टाइम भयो अनि मैले अरू चाहिँ सबै गरिसकेँ। त्यो हिजो अस्तिको भिडियोमा मैले भनेको थिएँ, हिजोको भिडियो हो कि अस्तिको है, हिजोको हो सायद। अनि त्यही हो, अब अरू चाहिँ मैले त्यो गरिसकेँ। आज पुस डे थियो अनि अब चाहिँ म त्यही एक्सर्साइज गर्छु अनि त्यही भाइले बनाइदिन्छ भिडियो है त। अनि अर्को भाइ चाहिँ गयो, अनि एउटा सानो भाइ छ कि सानो छ। तपाईँलाई मैले एउटा कुन भिडियो मैले देखाएको थिएँ कि त्यसलाई मैले बिर्सेँ, याद आएन है त। त्यसले बनाइदिन्छ है त। गाइज, त्यो भाइले चाहिँ पुसअपको भिडियो चाहिँ हरिजन्टलमा बनाइदियो, यस्तो छड्के पारेर चाहिँ बनाइदियो। अनि त्यो पुलअप्सको भिडियो चाहिँ त्यसले बनाउनु सकेन कि, यस्तो माथि गएर राखेस् भनेको थियो अनि सकेन त्यसले। त्यही भएर अनि त्यसलाई मैले भर्टिकल यस्तो सिधा फोन समातेर अनि बनाएस् भने, अनि त्यही सिधा बनाएर बनाइदिएछ है त। अनि त्यो छड्के भिडियो बनाउनु जान्न। यहाँ माथि छ नि, त्यहाँ माथि, अनि यसरी माथि गराउनु सकेन त्यसले, अनि यस्तो तल ल्याइहाल्यो क्या भिडियो बनाउँदै। त्यही भएर मैले त्यसलाई चाहिँ त्यसमा सिधा भिडियो बनायो भने है त। गाइस, आज चाहिँ अप्रिल फुल डे रहेछन्। अनि बिहान त थाहा थियो, अनि मलाई भिडियो बनाउँदाखेरि याद आएन। अनि त्यही हो, अब ह्याप्पी अप्रिल फुल डे सबैलाई। अनि अप्रिल फुल चाहिँ बनाउन पाइएन। त्यही हो, अब आजको भ्लगलाई चाहिँ म यहीँ एन्ड गर्छु। अनि मैले खाना चाहिँ खाइसकेँ, एक्सर्साइज पनि मेरो भइसक्यो। अनि तपाईँलाई यो भिडियो राम्रो लाग्यो, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।